अमरै खाना जाँदा के भयो कि यस्तो भाइलाई सिपिआर दिनु पर्यो कुरा चाहिँ यस्तो गाइज फाइनली वेलकम टु माई अनदर ब्लग आफ्टर अ लङ टाइम। आई होप तपाईँहरू सबै सन्चै नै हुनुहुन्छ होला, म पनि एकदम सन्चै नै छु। शुभ बिहानीको किनारसँगै राम्रो हुन्छ भनेर आफ्नो खेतबारीतिर गए। घरमा बाख्रालाई घाँस सकेको थियो अनि घरमा थोरै मल बचेको हुनाले त्यो नि फाल्नु थियो। त्यसपछि हामी चाहिँ निस्क्यौँ अमरै खानको लागि विथ माई स्विट ब्रदरसँग। हि इज ग्रेट पर्सन इन माई साइड। सो नुन लगेर निस्क्यौँ रसे खोला अमरै खानको लागि। बाटोको लैलैमा लाग्दा ती रोमाञ्चक डाँडा पाखाहरूलाई निहाल्दा आफ्नो ठाउँ नि पुग्यौँ। हाम्रो घरदेखि रसे खोला लगभग 1500 मिटरको दूरीमा छ। रसे खोलामा रहेका ती अमरैहरू विशिष्ट जाति अर्थात् हाम्रा पुर्ख्यौली माउली बाजेले लगाउनु भएको हो भनेर हाम्रो समाजले मान्छ र त्यो सत्य पनि हो। कुनै पनि वनस्पति उम्रिनको लागि त्यसको सस्टेनेबल इन्भाइरोमेन्ट हुनुपर्छ। त्यस क्षेत्रमा चिस्यान पानीको मात्रा धेरै, मूलमोहन पर्याप्त मात्रामा हुनाले र खेतीयोग्य जमिन हुनाले त्यहाँ आँप लगाउनु भएको होला। यस क्षेत्रमा आधुनिक बिउको प्रयोग नगरी पहिलाका इङ्ग्लिस लोकल अमरैका बिउ प्रयोग हुनाले यहाँ 150 देखि 200 वर्षसम्मका वनस्पति हेड पनि भएका छन्। यो चाहिँ भयो यहाँको फर्मेसन। गो इन्टु डाइरेक्ट इन्फर्मेसन। भाइसँग अमरै खाँदा त्यहाँ बाँदर नि केही देख्न पायौँ। आफ्नो पेट भर्नको लागि यस क्षेत्रमा अवतरण गर्छन्। फर्स्टमा गराएको सिपिआर चाहिँ एक्टिङ मात्रै हो है गाइज। टेक केयर, बाई बाई।